हामीले चाहिँ कुखुरालाई अब बिहानै आएर पानी हालेर अब घरतिर जान लाग्यो। बिरे आइज जाऊ आइज। कुकुर पनि सँगै आएको थियो। अब यसलाई पनि लिएर घरतिर जान लागेको। आज फेरि लालबन्दी पनि जानुपर्ने छ एकछिनमा मम्मीसँग। लालबन्दी सानो काम छ अरे मम्मीको। अनि गर लालबन्दी गर आउनुपर्ने छ। बिरे कुदिरहेको। फेरि बिरे चाहिँ गाउँको नाति जस्तै छ। ठाउँ ठाउँमा घर घरबाट खानेकुरा बोक्दै हिँड्छ। नदिने चाहिँ फेरि कोही पनि छैन। दिन चाहिँ सबले दिन्छन्। भर्खर त्यहाँ एउटा दाइको फराएछ। अब छिराएर कतिखेर लिएर आउँछ त्यसले। त्यहाँ एउटा दाइले त्यसलाई रोटी दिनुभयो बिरेलाई। रोटी लिएर आउँदैछ। बिरे आइज। खानेकुरा चाहिँ फेरि घरै पछि बोक्दै हिँड्छ। अब यो लिएर सिधै घर जान्छ। यो रोटी पायो अब घर घर खान्छ अब यसले। हे हे खत्रै पऱ्यो त खत्रै। गरिन् म चाहिँ अब लालबन्दी निक्लिन थालेको। लालबन्दी बाइक लिएर। अब बाइक लिएर मम्मी चाहिँ मसँग जानुहुन्न आज। मम्मीको चाहिँ आज यहाँ सोमो काम परेर मम्मी यतै बस्नुहुन्छ। म चाहिँ अब लालबन्दी निक्लिन थालेँ। म चाहिँ अगाडिबाट बाइक लिएर। म चाहिँ दाइको बाइक लिएर निक्लेको अब लालबन्दी। अहिले लगभग 5 टोल आइपुग्न थालेँ म। अब बाइक हाँक्दै हेलमेटमा फेरि लाउने पनि थिएन क्या भ्लग गरेर। अनि यसरी अलिअलि हातले देखाउँदै अलिअलि हल्का फुल्का गर्दै जाने हो। अब बान्टोल चाहिँ आइपुग्न थालेँ म। अब बान्टोलबाट चाहिँ अस्तिको बाटै जाने हो। र हामी चाहिँ अहिले बैला दोकान आइपुग्यौँ। बैलास बजार। ल यो बैलबास बजार पनि सक्यो। अब बजारमा अलिकति खोल हाल्नुपर्छ पर्ने थियो मोबाइलमा खोल हालेको डिस्प्ले हालेको। अनि त्यही हालेर जाँदै हो बाटो। बैलबास बजारको बाटो। फेरि एकजना मात्र भयो भने हाम्रै भिडियो गर्न लास्ट अप्ठ्यारो हुँदो रहेछ चाहिँ बाइकमा। अब हेलमेटको त किन्नु पर्ने भयो। यहाँ चाहिँ हाम्रो रेलवेको यो बनाइरहेको छ। अनि यता बाटो पनि मिलाइरहेको छ। अनि यता साइडबाट जानुपर्छ हाम्रो रेलवे।
हामी लालबन्दी पनि आइपुग्न थाल्यौँ अब। अनि अगाडि ट्राफिक प्रहरी छ, त्यसले भिडियो यसरी गर्न दिँदैन, एक हात छोडेर हाँकेर। यो चाहिँ हाम्रो 4 लेन बन्न लागेको यो हाइवे चाहिँ। लालबन्दी पनि आइपुग्यो। यो बाटो अलिकति बनाउने चाहिँ पुल ठाउँमा आयो, पुल हाल्ने भनेर अलिकति खन्डन खोज्नु जस्तो छ। बिस्तारै हाल्नुपर्छ यहाँ। सानो अहिले बाइक मैले अनि एक हातमा हालेर आउँछु त। लालबन्दी पुरै चाहिँ देखाउन पाउँदिनँ किनकि बाइकमा छु, हाँकिरहेको छु। लालबन्दी काम सकाएर आएपछि यताउति गाउँघर घुमेँ। घाम थियो, अहिले त आमामा हावा पानी आएर छाता लिएर यसो गाउँ घुम्न निक्लेको थिएँ। बिरे अगाडि कुदिरहेको छ पानीमा भिजी। म चाहिँ यहाँ छाता लिएर